back again with the vlogging idea. Obviously I'm gonna do short cinematic vlog for you guys हैन. पहिला नि मैले vlog गर्थेँ अनि तर एकदमै ऱ्यान्डम अलिकति नर्मल vlog हुन्थ्यो. सो अबदेखि चाहिँ I'm gonna post cinematic vlog अनि so this is the first day हैन. अनि अब आज के हुन्छ. सो आज चाहिँ मेन भनेको चाहिँ कोरियोग्राफीको चाहिँ सुट गर्नुपर्ने छ अनि एकछिन चाहिँ बाहिर सुट गर्न जान्छौँ. सो म त्यसकै नै लाइक आजको चाहिँ भ्लग त्यसकै नै हुन्छ हैन. ओभरअल डे मेरो कस्तो रह्यो भन्ने हिसाबले नै. सो यस त्यही हो अनि आइएम ब्याक अगेन त्यही हो. हाम्रो निमेष हिरो भइहाल्यो. के गर्नु धेरै नै खुसी छ. धेरै नै खुसी छ. अहिले चाहिँ म अहिले आमाहरूसँग छु हैन. अनि अब कति बज्यो अहिले खाना खाने बेला हुन लाग्यो. खाने अब म त ढिँडो खाने हो. ढिँडो कम खाने हो. म चाहिँ सानो इन्टरभ्यू लिइरहेको छु है. इन्टरभ्यू भने थाहा छ नि तपाईँलाई? थाहा छ. म त हैन तपाईँलाई थाहा छ इन्टरभ्यू भनेको? थाहा छ. के भने इन्टरभ्यू भनेको? के भन्नु? इन्टरभ्यू भनेको यस्तै मान्छे बोल्ने ओर्ने त्यही यो गर्ने त हो नि. सोधपुछ यसो हैन. सोधपुछ त्यस्तै गर्ने त हो नि. अब अनि त्यही हो. अहिले चाहिँ म दुईवटा आमासँग छु है. अब हामी अहिले चाहिँ गफ गरेछौँ घाम तापेर टक्क लाएर. अनि अब खाना खाइन्छ बिस्तारी. त्यहाँ अहिले एकछिनमा हेर्ने हो क्या त्यहाँ चाहिँ. अनि खाना खाएपछि अनि त्यहाँबाट खाना सुत्ने हो. सुत्छ घाममा अनि नुहाउने हो. कौजी लाग्छ मलाई हावा. ल यो चाहिँ के छ यसमा? अदुवाको झोल, रस, प्याजको रस, कागतीको रस. ल यसले अब हामी टाउकोमा लगाएर जरा जरामा लगाएर चायाको दबाई हुन्छ भनेर हामी यो युज गर्दैछौँ. हेरौँ गाइज के हुँदो रहेछ. ल गाइज हामी मेरो छोरोको टाउकोको चायाको उपचार गर्दैछु है. यहाँ यसरी कपालको जरा जरामा लगाएर अनि शुद्ध तोरीको तेल लगाएर नुहाउनुभन्दा 1 घन्टा अगाडि पुरै टाउकोमा मसाज गरेर अनि घाम ताप्दै घामको तापको आनन्द लिँदै गाइज हाम्रो आजको शनिबार यसरी बिताउँदैछौँ. यसरी मसाज गरेर हामी टाउकोमा. ल हेर्नुहोस् है मम्मीले गरेको मसाजले टाउको दुख्न पनि कम हुन्छ है छोरो. रिलिफ भएको छ कि छैन? मजाले मैले टाउकोमा फुल मसाज गरिदिएँ. हेर्नुहोस् त गाइज क्या क्लिन भएको छ. एउटा चाया देख्नु भएको छ त गाइज. ल हेर्नुहोस् है अब नुहाएपछि यसको के हुन्छ परिणाम त्यसपछि हजुरहरूलाई हामी भनौँला. सो अहिले कपाल मिलाएर केही फाइदा छैन किनकि अहिले हेलमेटले सबै बर्बाद हुने नै हो. सो त्यही भएर चाहिँ खासै म मिलाउँदिनँ. See you guys there. Bye bye. Yes. We're in Tarago. Just let me introduce her. Introduce yourself. Hi, my name is Shringar Festa. अनि यहाँ त्यही हो. Cool एकदमै cool. 1 एक्सन भनेपछि सरी पछाडि जाऊ त. अझ पछाडि. अहिले दा. थोरै यता भयो ल.
फाइनली We're done. वेयर डन अनि एकदमै राम्रो भएको छ सो यस 4th take ma. I don't know भन्नु सक्छ कि नै. हामी बन्दमा छौँ अनि हामीले खाना नि अर्डर गरेका छौँ अनि we're gonna edit त्यही हो we're gonna chill सो यो चाहिँ हाम्रो कम्प्लिट खाजा आइसकेको छ सी मोमो I think chicken Caesar wrap बनाएको थियो ओके सो यु गाइज क्यान सी इट है सो हाम्रो भिडियो एडिट पनि भइसकेको छ एक्सपोर्ट हुँदैछ खाना सक्यो थोरै बाँकी छ थोरै थोरै सो अब चाहिँ हामी निस्किन लाग्यो घरतिर जानु लाग्यो अँध्यारो भइसक्यो हेर्नुहोस् बौद्धको भाइब यस्तो छ अहिले अनि सो हाम्रो चाहिँ एडिटिङ सक्यो सबै सक्यो हामीले भिडियो पनि अपलोड गरिसक्यौँ अनि आजको दिन एकदमै राम्रो भयो है It was really fun कस्तो like easily सबै कुरा सबै सक्यो अनि I hope you guys watch हाम्रो dance Instagramमा and I hope you watch the vlog in YouTube and I hope you like it. Yes. So thank you so much everyone for watching and see you guys in next vlog. Bye bye.